दर्शकवृन्द नमस्कार, तपाईँ सम्पूर्णलाई स्वागत छ। म अमृत मानोली। दर्शकवृन्द, मलेसियामा 8 वर्षसम्म कष्टकर जीवन बिताएर नेपाल फर्किएका मोदनाथ तिमल सिन्हाका कान्छा छोरा वीरेन्द्र तिमल सिन्हालाई बेपत्ता भएको 11 महिनापछि भेटाउन सफल भएका छौँ। हेलो बाबु, नमस्ते। नमस्ते। नाम के हो हजुरको? नाम वीरेन्द्र तिमल सिन्हा। तपाईँको बाबाको नाम के हो? मदनाथ तिमल सिन्हा। मोदनाथ तिमल सिन्हा। आमाको? देवकी तिमल सिन्हा। ठ्याक्कै चिन्ने आधार चाहिँ के छ? अनुहारमा केही छ? उसको नाकमा सानैमा 1 वर्ष हुँदाखेरि ट्याक्क पलङमा यस्तोमा ठोकिया छ। नाकको यस्तो ठ्याक्कै डाँडीमा खत छ। यो नाकमा जुन दाग छ नि, यो के भएको? यो सानोमा खाटबाट लडेको। जस तपाईँ मोदनाथ तिमल सिन्हा र देवकी तिमल सिन्हा कान्छा छोरा हो। घर जान कतिको मन लाग्छ? धेरै मन लाग्छ। गाउँ घर देख्न, बुवा मम्मीलाई देख्न, दाइहरूलाई देख्न धेरै मन लाग्छ। बाबालाई नदेखेको लगभग कति वर्ष भयो? खै अनुहारै याद थिएन। अनुहार पनि याद छैन बाबाको है? छैन, याद छैन। ओखलढुङ्गाको एउटा गाउँमा भेटिएका वीरेन्द्र तिमल सिन्हा योभन्दा अघि बल्खु स्थित एक होटलमा काम गर्थे र त्यो होटलमा निकै यातना सहनु परेको समेत सुनाएका छन्। भाडा मान्नु पर्थ्यो, 5 बजेदेखि उठ्नु पर्थ्यो, बिहान बेलुका पनि 12-1 बजीसम्म सुत्नु पर्थ्यो भनेको थियो। अनि त्यहाँबाट उनीहरूको बुढाबुढी बाँध्थ्यो अनि मलाई हान्थे। कुर्ते? बिहानको 5 बजेदेखि रातको 12 बजेसम्म अर्थात् 24 घण्टामा 19 घण्टा उनी होटलकै काममा बिजी हुन्थे। तर गाउँघरको याद आउँदा घर फर्किने पैसा समेत उनीसँग थिएन। दसैँमा जाने बेला 20,000 दिन्छु भनेको थियो। अनि त्यहाँबाट तँलाई त्यसपछि 5,000 दिन्छु भनेको थियो महिनाको। अनि त्यहाँबाट दिएन। अनि त्यहाँबाट दसैँमा पनि माग्दा दिएन। अनि त्यसपछि मैले त माग्दै मागेँ, त्यसले जति दियो त्यति लिएर बसेँ। बेपत्ता भएको 11 महिनापछि भेटिएका वीरेन्द्र तिमल सिन्हासँग गरिएको कुराकानी अन्त्यसम्म हेरिसकेपछि तपाईँको मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको बाबा नेपाल फर्केको भर्खर थाहा पाउनु भयो कि तपाईँले पहिले थाहा पाउनु भएको थियो? भर्खर? अस्ति 2-4 दिन भयो। 2-4 दिन भयो? घर छोडेको कति महिना भयो याद छ? घर छोडेको 11 महिना आदि भयो। 11 महिना। 11 महिना अगाडि घर छोड्नु भएको तपाईँ सुरुमा घर छोडिसकेपछि कहाँ जानुभयो, के गर्नुभयो? काठमाडौँ आएको थिएँ। काठमाडौँ आएर के गर्नुभयो? होटलमा बसेँ। होटलमा काम गर्नु के काम गर्नु पर्थ्यो होटलमा? त्यसलाई भाडा मान्नु पर्थ्यो, बिहान चाँडो उठ्नु पर्थ्यो। अनि तरकारीहरू लिन आउनु पर्थ्यो बल्पुतिर। त्यसपछि त्यतै के अरे काठमाडौँतिरै बिहान चाँडो उठ्नु पर्थ्यो कि। कति बजीदेखि कति बजीसम्म काम गर्नुहुन्थ्यो होटलमा? बेलुका कहिलेकाहीँ त 11-12 बजाइदिन्थ्यो त्यो साउले। अनि बिहान चाँडै उठ्नु पर्थ्यो, बिहान उज्यालो नहुँदै। भागेर अरू घरमा अरूको होटलमा काम गर्दै गर्दा सजिलो हुँदो रहेछ कि घरमै आफ्नै घरमा ठिक हुँदो रहेछ त? आफ्नै घरमा। आफ्नै घरमा। के सोचेर भाग्नु भएको थियो घरदेखि? आफै आउनुभएको तपाईँ कि कसरी ललाइ फकाइ ल्याएको हो? म आफै आएको हो। आफै आउनुभयो? त्यो होटलमा कति महिना काम गर्नु हो तपाईँले? होटलमा आएँ अनि 15-16 दिनपछि लकडाउन भयो। अनि त्यसपछि अस्तिसम्म काम गरेँ। अनि त्यहाँ कति महिना काम गरेँ भने नि, लकडाउन सकेदेखि काम गरेको। त्यहाँ लकडाउनभन्दा अगाडि आएको आउन त लकडाउन भयो, लकडाउनभरि बस्यो। अनि लकडाउन पछिबाट काम गऱ्यो। घर छोडिसकेपछि काठमाडौँसम्म चाहिँ कसरी पुग्नुभयो? काठमाडौँसम्म के अरे झौडा आएँ, झौडाबाट टाचोसम्म त्यहाँ आउने रहेछ। अनि एउटा दाइले सोध्यो काठमाडौँ जाने हो? ए हो भनेर भाइ। अनि त्यहाँबाट भने अनि त्यही टाचोसम्ममा आएको। तपाईँसँग भाडा थियो त? थियो। कति थियो? 2,000। 2,000? कहाँदेखि थियो त्यो पैसा? कहाँदेखि ल्याउनु भएको थियो? घरबाट? मम्मीले दिनुभएको होइन? आफै उठाएर दिनुभयो हो? के सोचेर घरदेखि भाग्नुभयो? त्योभन्दा पछाडि मम्मीको, दाइहरूको, गाउँघरको कसैको याद आएन तपाईँले घर छोडिसकेपछि? याद आउँथ्यो। के कुराको बढी याद आउँथ्यो? के कुराको? के गर्दै होला नि भन्ने। कहिले फोन गर्नुपर्छ भन्ने लागेन त तपाईँलाई? किन लागेन भन्नु त? तपाईँको बुवा म घर फर्केको अनि घर आएर कान्छोरा भेट्न पाइनँ भनेर बोल्नु भएको थियो नि हामीसँग अन्तर्वार्तामा। त्यो भिडियो कहिले हेर्नुभयो तपाईँले? मैले अस्ति 3-4 दिन अगाडि। 3-4 दिन अगाडि हेर्नुभयो?
त्योभन्दा अगाडि म घर जानुपर्छ ओहो घरमा पीडा महसुस गरेर होलान् मलाई याद गर्दै होलान् कुरिराखे होलान् भन्ने लागेन लागेको थियो किन घर जाने सोच्नु भएन त अनि अब कति 1 महिनापछि के अरे 2 महिनापछि आउने भनेको थियो त्यहाँ ओखलढुङ्गाको उयो एउटा बाहिर म आउने भनेको थियो त्यो होटेलमा लगभग धेरै महिना काम गर्नुभयो तपाईँले तलब कति भन्नुभएको थियो कसरी काम गर्नुभयो पैसा पाउनुभयो कि पाउनु भएन पहिला त के अरे दसैँमा जाने बेला 20,000 दिन्छु भनेको थियो अनि त्यहाँबाट तँलाई त्यसपछि 5,000 दिन्छु भनेको थियो महिनाको अनि त्यहाँबाट दिएन अनि त्यहाँबाट दसैँमा पनि माग्दा दिएन अनि त्यसपछि मैले त माग्दै मागेँ नि त्यसले जति दियो त्यति लिएर बसेँ कति पाउनु भयो तपाईँले पैसा होटेलमा काम गरेको जम्मा 1,000 रुपियाँ दिन्छु त्यसपछि त महिनामा 1,000 मात्रै अनि अहिले त तपाईँ ओखलढुङ्गामा हुनुहुन्छ ओखलढुङ्गामा चाहिँ कसरी पुग्नुभयो ओखलढुङ्गामा त्यहाँ दाइलाई भनेको थिएँ मैले यहाँ होटेलमा काम गर्दैन होटेलमा राति 5 बजीदेखि उठ्नु पर्थ्यो बिहान बेलुका पनि 12-1 बजीसम्म सुत्नु पर्थ्यो भनेको थिएँ अनि त्यहाँ तँ दाइसँग जान्छु भनेर अनि त्यहाँ ओखलढुङ्गा गएँ अब घर जान गाउँ जान कतिको मन छ धेरै मन छ बाबा मम्मी कतिको याद आउँछ है बाबालाई नदेखेको लगभग कति वर्ष भयो खै अनुहारै याद थिएन अनुहार पनि याद छैन बाबाको है छैन याद छैन विदेश हुँदाखेरि तपाईँ त बोल्न पाउनु भएन होला सानै हुनुहुन्थ्यो होला होइन कोही बेला चाहिँ सुन्थेँ फोनमा त्यति हो तपाईँको बाबाले मलेसियामा दुःख पाएको कुरा त अहिले त थाहा पाउनु भयो होला तपाईँले हेर्नुभयो भिडियो सबै हेर्नुभयो कस्तो लाग्यो त्यो हेरिरहँदाखेरि एकदम दुःख लाग्यो होइन अनि मम्मीले चल्लाखोर गरेको दाइहरूले बाख्रा फार्म गरेको पनि हेर्नुभयो होला हेर्नुभयो त्यति बेला त कमसेकम म घर भइदिएको भयो नि ओहो मलाई धेरै याद गर्दो रहेछन् भन्ने महसुस पनि भयो कि भएन भयो अब जस ठिक छ तपाईँ सकुशल घरसम्म पुग्नुहुनेछ र घर पुगेर अब चाहिँ आफ्नो पढाइलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु अब चाहिँ घरदेखि भाग्ने कि नभाग्ने अब त नभाग्ने किन नभाग्ने भन्नु त के लागेर नभाग्ने बाबा पनि आएको छन् अब नभाग्ने दुःख पनि पाइन्छ होइन अरूकोमा गयो भने दुःख पनि पाइन्छ घरमै बस्ने दुःख त पाइन्थ्यो अब उनीहरूले अब फाइनेन्समा पैसा हाले पनि अब झिक्न जा भन्थ्यो मलाई नै अब चिच्चे काट्दैछ अब वहाँ कालीमाटी गएर पैसा झिकेर ल्याइदिनु पर्थ्यो अनि बल्फु सामान लिन जहिले पठाउँथ्यो अनि उनीहरूको रुम पनि सफा गर्न लाउँथ्यो के उनीहरूको रुम कपडा धुनु पर्थ्यो पर्दैन थियो कपडा धुन लाउँथ्यो नि निकै गाह्रो हुन्थ्यो होला नि होइन गाह्रो हुन्थ्यो जस बाबा मम्मीलाई तनाव छ ऋण रहेछ भन्ने नि सुन्नुभयो अहिले होइन झन् अझ तपाईँलाई खोज्दा धेरै ऋण लाग्यो अब त घर छोड्नु न नि होइन अब त घर छोड्दिनँ बाबा मम्मी हुँदै हुनुहुन्छ मजाले बाबा मम्मीलाई सघाउने र पढ्ने पनि होइन हो कतिमा पढ्नुहुन्थ्यो तपाईँ म 6मा घर छोड्नुभन्दा अगाडि केही न केही दिमागमा आयो होला नि म यो कारणले भाग्छु यो गर्नलाई भाग्छु भन्ने त भयो होला किन भाग्नुभयो त्यति थोरै भनिदिनु अनि त्यहाँ काठमाडौँ जान्छु अनि त्यहाँ एउटा दाइले ग्यारेजमा अस्ति नै मैले भनेको थिएँ कि अनि त्यहाँ ग्यारेजमा गर्छु हुन कहाँ अनि त्यहाँ पाइएन अनि होटेलमा गएँ अनि त्यहीँ बसेँ त्यो होटेलमा चाहिँ अरू कसैले पुर्याइदियो कि तपाईँ आफै काम खोज्दै जानुभयो पहिला गएको थिएँ अनि पछि आइज भनेको थियो अनि गएको भनेपछि तपाईँ आफै काम खोज्दै जानुभयो तपाईँलाई कसैले ललाइ फकाइ गरेर गाउँदेखि फकाएर बजार जाउँ पैसा कमाइन्छ भनेर लिएको त होइन नि होइन नि तपाईँ आफ्नै स्वेच्छाले आउनुभयो तपाईँलाई धेरै दर्शकवृन्द सम्पूर्ण नेपालीले भेटिएको भिडियो हेर्न चाहन्छौँ भेटिएर कुराकानी गराउनु पर्यो भन्नुभएको थियो होइन धेरैले तपाईँलाई अहिले हेर्दै हुनुहुन्छ सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली तपाईँको बुवा का शुभचिन्तक तपाईँको आमाका शुभचिन्तक पनि धेरै हुनुहुन्छ अहिले त धेरै राम्रो काम गरे कि भनेर चर्चा पाउनु भएको छ होइन उहाँहरूलाई के भन्नुहुन्छ उहाँहरूलाई के भन्नु मैले त अब म भाग्दिनँ पढ्छु अब घर छोडेर हिँड्दिनँ त्यही हो अब यो माया सपोर्ट गरिदिनु पर्यो होइन ल ठिक छ तपाईँको बुवा मम्मीसँग राखेर नि कुराकानी गर्छौँ हामी होइन राम्रोसँग अब चाहिँ तपाईँको भविष्य उज्जवल रहोस् पढ्नु होला राम्रोसँग अब घर नछोड्नु होला त्यो पनि हाम्रो चाहना त्यही छ है हस्